नमस्कार। आजको यो भिडियोमा अन्तर्जातीय प्रेम जात व्यवस्था विरुद्धको विद्रोह हो कि होइन, यदि विद्रोह हो भने अधिकांश अन्तर्जातीय प्रेम सम्बन्धहरू चाहिँ किन असफल भइरहेका छन् भन्ने विषयमा यो भिडियो बनाउन खोजिरहेको छु। भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेर्नुहोला। अब अन्तर्जातीय प्रेम जात व्यवस्था विरुद्धको विद्रोह हो कि होइन भन्ने विषयमा चाहिँ सामान्यतया विपरीत लिङ्ग बीच विकसित हुने यौन प्रेमको लक्ष्य वैवाहिक रूपमा समेत सहजीवनमा बस्ने हुने गर्छ। तर जात व्यवस्थामा आधारित समाजले फरक फरक जातका विपरीत लिङ्गी महिला वा पुरुष वा अन्य लिङ्गबीचको रक्त सम्बन्धलाई सबैभन्दा बढी वर्जित गर्छ। जात व्यवस्थाको सांस्कृतिक मूल्यमध्ये सबैभन्दा केन्द्र भागमा रहेको विषय नै रक्त पवित्रताको अवधारणा हो, जसलाई अन्तर्जातीय प्रेम वा विवाहले ठाडै उल्लङ्घन गर्छ। त्यसकारण अन्तर्जातीय प्रेम र विवाह जात व्यवस्था विरुद्ध स्वभावैले विद्रोह हो। अब अर्को प्रश्न जो छ कि अन्तर्जातीय प्रेमहरू अधिकांश किन असफल भइरहेका छन् भन्ने जो प्रश्न छ, अन्तर्जातीय प्रेम वा विवाहका तीनवटा कारणले चाहिँ असफल हुने गरेको देखिन्छ। पहिलो भनेको चाहिँ अन्तर्जातीय प्रेम सम्बन्ध बनाउन पुग्ने जोडीको उमेर समूह ज्यादातर किशोर हुने गरेको पाइन्छ। त्यो स्वाभाविक पनि छ, किनभने किशोर अवस्था त्यस्तो अवस्था हो जुन बेला मानिस सबैभन्दा बढी भावनात्मक उडान भन्ने मनस्थितिमा हुन्छ। भावनात्मक उडान मनस्थितिको मुख्य पक्ष हुने भएकाले कुनै पनि विषयसँग सम्बन्धित संस्कार वा विचार विभिन्न पक्षप्रति त्यति बेला आवश्यक मात्रामा ध्यान जाँदैन। किशोर अवस्थाका मानिस सामान्यतया आफूलाई जे मनपर्छ त्यसैमा केन्द्रित रहने हो, त्यसैमा रमाउने अवस्थाबाट गुज्रिरहेका हुन्छन्। तर समाजले जब जात व्यवस्थासँग नमिल्दो प्रेम सम्बन्ध वा विवाहमा प्रश्न उठाउँछ र जोडीहरूमाथि अनेकन दबाब दमन र उनीहरूले नसोचेका सामाजिक नियमद्वारा अक्करमा पार्न थाल्छ, त्यसपछि उनीहरूको उमेर र सामाजिक हैसियतले त्यस सम्बन्धका विरुद्धमा आउने आक्रमणलाई प्रतिरोध गर्न असम्भव प्राय हुन पुग्छ। त्यस स्थितिमा त्यस्तो प्रेम वा विवाह असफल भएको देखिन्छ। दोस्रो भनेको आम रूपमा कुनै पनि उमेर समूहका जोडीले गर्ने अन्तर्जातीय प्रेम र विवाह विरुद्ध जात व्यवस्थामा आधारित समाजका सबैजसो संरचना उभिने यथार्थ ज्ञात नै छ। सबैभन्दा पहिले त केटा वा केटीमध्ये कथित माथिल्लो मानिएको जातको जो छ त्यसको परिवार र नातागोता आक्रोशित बन्न पुग्छन्। त्यो आक्रोशको मात्रा कति हुन्छ भन्ने कुरा फेरि कथित तल्लो जातको व्यक्तिसँग सम्बन्ध बन्न पुग्यो भन्नेमा आधारित हुन्छ। कथित तल्लो जातको मानिसको सम्पत्ति, वर्गीय हैसियत वा राजनीतिक हैसियतले पनि आक्रोशको मात्रा कम वा बेसी बनाउन भूमिका खेल्छ। अन्तर्जातीय भए पनि पानी चल्ने जातको मान्छेसँग सम्बन्ध बनेको हो भने आक्रोश त हुन्छ, तर त्यो अलि मन्थर प्रकारमा प्रकट हुन्छ। कथित पानी नै नचल्ने स्तरको व्यक्तिसँग प्रेम सम्बन्ध बनेको हो भने त्यो आक्रोश हिंसात्मक रूपमा कम बेसी व्यक्त हुन थाल्छ। हिजोको सामन्तवादी युगमा यस प्रकारको अन्तर्जातीय विवाह कानुनी रूपमै ठुलो सजायको विषय थियो र राज्य नै त्यो सजाय दिन घोषित रूपमा आफै अगाडि आउँथ्यो। आज भन्ने राज्य घोषित रूपमा त्यसो गर्न अगाडि आउँदैन, अथवा भनौँ ऐन कानुनमा त्यस्तो व्यवस्था छैन। सामाजिक चेतना, प्रहरी प्रशासनको बनावट र न्याय प्रणालीको संरचना आदि चाहिँ मूलतः जात व्यवस्थाको संरचना र चेतनाद्वारा निर्देशित रहेकाले हजार बनावटी तरिका अपनाएर त्यस जोडीलाई छुटाउने प्रपञ्च गरिन्छ। अनमेल विवाह, अपहरण, जबरजस्तीकरणी आदिसँग सम्बन्धित कानुन लगाएर वा कथित तल्लो जातका परिवारलाई कुटपिट, धम्की, बहिष्कारका विभिन्न उपाय आदि लगाएर त्यस जोडीलाई छोड्न बाध्य पारिन्छ। अब यसमध्ये जुन जोडी वैधानिक रूपमा अपनाइने सबै षड्यन्त्र दबावलाई प्रतिरोध गरेर आफ्नो सम्बन्ध बनाइ छाड्छन्, तिनलाई कम्तीमा या त सदाका निम्ति आफ्नो कुल सम्बन्धबाट अलग गरिन्छ, या त उनीहरूमध्ये कथित तल्लो जातको सदस्यको हत्या समेत गरिन्छ। सम्बन्धित केटा वा केटीको उम्केको अवस्थामा उनीहरूको परिवारको सदस्यको हत्या समेत भएका प्रशस्त उदाहरण छन्, जस्तो कि काभ्रेको बहुचर्चित अन्तर्जातीय विवाहको मुद्दाका अजित मिजारको हत्या
दैलेखका अन्तर्जातीय विवाह गर्ने जोडीमध्ये केटाका बाबु सेती दमाईको हत्याले यो सन्दर्भलाई अझ प्रष्ट पारिदिन्छ। सारमा भन्दा अन्तर्जातीय प्रेम र विवाहलाई सामाजिक चेतना मात्र होइन, राज्यका निकाय नै त्यसलाई अस्वीकार गर्ने वा असफल बनाउने लाग्ने गर्छन्। यो नै आजसम्मको अन्तर्जातीय विवाह असफल हुनुको मुख्य कारण हो। अर्को तेस्रो कारण भनेको चाहिँ अन्तर्जातीय प्रेम र विवाहलाई अनेकन ताडनाका बावजुद सफल हुन पुग्ने जोडीहरूको अब लक्ष्य हुन्छ जीवनलाई सुखमय बनाउनु। त्यसका निम्ति दुईटा विषय अनिवार्य हुन्छ। पहिलो भनेको भौतिक रूपमा जीवन निर्वाहका निम्ति रोजगारी वा व्यवसायको सहज अवसर, दोस्रो भनेको सामाजिक रूपमा सम्मानजनक जीवन। तर यी दुवै कुरामा अन्तर्जातीय विवाह गरेका जोडीलाई प्रतिपल बाधा उत्पन्न हुन थाल्छ। यहाँ पनि अन्तर्जातीय विवाह कुन स्तरको तलमाथिका जातका सदस्य बीचमा भएको हो भन्ने कुराले भूमिका खेल्छ नै। दलित र गैर दलित बीच विवाहका सन्दर्भमा नै सबैभन्दा बढी यो समस्या उत्पन्न हुन्छ। यदि विवाह गर्ने केटी मान्छे गैर दलित परिवारको छ भने त्यो सम्बन्ध बढी टिक्ने सम्भावना रहन्छ, किनभने केटी मान्छेले आफूलाई त्यो सम्बन्धप्रति समर्पित बनाउनु नै काफी हुन्छ। जोडीमध्ये केटा मान्छे गैर दलितको रहेछ भने उसको निम्ति चाहिँ आफ्नो सम्बन्धप्रति समर्पित भएर मात्र काम चल्दैन। आजको समाज मूलतः पुरुषले नै पारिवारिक दायित्व पुरा गर्न आर्थिक प्रगति र सामाजिक जीवनमा मुख्य भूमिका खेल्नुपर्ने भएकाले त्यसमा प्रतिपल उसको विवाह सम्बन्धले बाधा दिन थाल्छ। यो एकपटक हुने कुरा होइन, जीवन पर्यन्त यस्ता बाधा र दबाव परि नै रहन्छन्। सुरुको प्रेम र विवाहको चरणमा रहेको आवेगात्मक आकर्षणको मनोदशा पनि कमजोर हुँदै जान्छ। त्यसको स्तरमा सम्बन्धप्रति इमान्दारिता र निरन्तर सङ्घर्षशील चेतना र कर्मको आवश्यकता बढ्दै जान्छ। आफ्नो वैवाहिक सम्बन्धका कारणले जीवनमा प्रगति गर्ने आकाङ्क्षाहरूलाई बाधा उत्पन्न भइरहँदा र सामाजिक रूपमा अवहेलनाको व्यवहार निरन्तर खेपिरहँदा कतिपय पुरुष अनन्त आफ्नो सम्बन्धकै कारण सिङ्गो जीवन बर्बाद हुने भयबाट ग्रस्त बन्न पुग्छन्। तत्पश्चात त्यो सम्बन्धलाई भत्काएर वा अल्पत्र पारेर अलग हुन्छन् वा भाग्न पुग्छन्। यस्तो स्थिति विवाहको धेरै वर्षसम्म प्रकट भएको समाजमा देख्न सकिन्छ। यसरी हेर्दा अन्तिममा छोटोमा भन्दा अन्तर्जातीय प्रेम र विवाह समाजका दृष्टिले जात व्यवस्था विरुद्धको स्वाभाविक विद्रोह हो। तर यो विद्रोह असफल हुनुका मुख्य 3 कारणहरू छन्, जुन मैले पहिला पनि भने। पहिलो भनेको चाहिँ धेरै जसो जोडी किशोरावस्थामा भावनात्मक आवेगमा निर्णय लिन्छन् जसले सामाजिक दबाव सामना गर्न सक्दैन। दोस्रो, जातीय संरचनामा जरा गाडेको समाज र राज्य निकाय नै त्यस्तो सम्बन्ध विरुद्ध उभिन्छन्। र तेस्रो भनेको चाहिँ सफल भएका जोडीहरू पनि आर्थिक अवसर र सामाजिक सम्मानको अभावमा दीर्घकालीन सङ्घर्षमा फस्छन्। यसरी अन्तर्जातीय प्रेम र विवाहको असफलता समाजको गहिरो जातीय चेतना र संरचनागत विभेदकै परिणाम हो। यति भनेपछि तपाईँले लगभग बुझ्नुभयो होला कि अन्तर्जातीय प्रेम जात व्यवस्था विरुद्धको विद्रोह हो कि होइन। यदि हो भने चाहिँ किन असफल हुन्छन् त प्रेम सम्बन्धहरू भन्ने विषयमा तपाईँले लगभग बुझ्नुभयो होला भन्ने मैले आशा गरेको छु। अर्को भिडियोमा अर्को शीर्षक लिएर म तपाईँसँग उपस्थित हुन्छु। आजको यो भिडियोबाट बिदा हुन्छु। नमस्कार।